लो साथी हो, आज त हाम्रो घरमा बिहान बिहान साफ सफाई चल्दैछ। हेर्नुहोस् ए खाटको हालत कस्तो गरिदिएको छ है। के सफा गरेको बिहान बिहानै? आज कहाँबाट घाम झुल्के। यहाँ छोरी चाहिँ झाडु मार्दै छिन् अनि यता सानो बाउ चाहिँ उफ किन सफा गरेको भनेको त उसको आरफोन पो भित्री पसेको रहेछ, त्यसैले पो। त्यही त मैले सोचेँ किन सफा गर्दैछ भनेर। नभए त साफ सफाई गर्ने होला त, यो मान्छे होइन। ल दुईजना भएर लाग्नु थाले, छिटो छिटो गर्नु। ल हेर्नु त तपाईँले आर्फोन भेट्नुभयो? लु आज चाहिँ पक्का घाम लाग्ने पऱ्यो, खुसीको खबर। किनकि रातभरि यहाँ पानी परेर हेर्नुहोस् ए हाम्रो त यस्तो पो छ त बाहिरीको हालत। ए लुगा नसुकाएर सबले यहाँ लुगा सुकाएर कति दिन भइसक्यो यस लुगा। ए हेर्नुहोस् है मजाले बिछाउनु है। अनि यो गद्दी चाहिँ एकछिन घाममा सुकाए त हुन्थ्यो। यो गद्दी चाहिँ एकछिन घाममा सुकाए त हुन्थ्यो। ल अनि यहाँ चाहिँ लु बासी भात भुटेछ हाम्रो विद्याले। अनि चटनी लु नसुकाउने हेरे यतिकै। त्यहाँ के चटनी बनाउन आँटेको के को? खै हेरौँ कतिवटा टमाटर लिस, एउटा पुग्छ नि हामी सबलाई। लु है आज चाहिँ बासी भातसँग टेस्टी एकदम स्पेसल टमाटरको चटनी बनाउने होला छ। खै खै हेरौँ यता अलिक साइड हो, देखा देखा कतिवटा खर्सानी हालेको। अच्छा अनि फेस पनि त देखा हाम्रो साथीहरूलाई। ए मामा मामा यस्तो कचरा निक्लेको, कति साल भयो होला सफा नगरेको, त्यसैले यति साह्रो कचरा निक्लेको है। यो भेपीको अर्को थैले लगाएको। ब्रुस गर्नुभयो? यो चाहिँ लसुन छिल्यो कि चटनीको लागि होला। अनि त्यसको बाद टमाटर पनि पाकेछ चुल्हामा। क्षेत्री भाषा। लु अछ्यान पनि चटक्कै बनाइहाल्यो एकदम सफा। त्यसको बादमा हातमा झाडु लिएर झाडु मार्नु हुँदैछ, किनकि उसले लु मजाले मार्नु है झाडु। कुना कब्जाबाट निक्लेर त भित्री भित्री सबै। अच्छा गुड गुड जब। अनि तयारी भइसक्नु आँट्यो चटनीको। बस तपाईँ पुरुष गरेर आउनु, हामी खाना अब नास्ता आज बासे भातै नास्ता गर्नुपर्छ। बाई बाई गाइस।